शुक्ला भर्सेस बौद्ध कालिकामा हुन गइरहेको दमदार म्याच हेर्न सक्नुहुन्छ हजुरहरूले। सबभन्दा पहिला चाहिँ हजुरले सञ्जित जङ ठकुरी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नुहोला। यस खेलभित्र हिमाल सुनारीको स्पाइक पनि देख्न सक्नुहुन्छ हजुरहरूले। सम्पूर्णले मलाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। हिमाल सुनारीबाट निकै नै राम्रो शट प्रहार गर्दै 1 नम्बर थप्न सफल बौद्ध कालिकालाई नम्बर
किन जुधेको दुईजना एउटा धन्दै बिराएको देखाउला नि चल रहे हैं भाई, ऑलराउंड चल रहे हैं। दामी भएर देखेर
खेल तो बजा दिए तो कटार बना दिया तो बुद्धि को आगे खेल
बराबर फर्काइदियो के त हाथीमा लादे यार डबल थियो नि ये 11 म भने एकदिन त कन्फ्युज भइराखेँ
मेहनत गरेर नहुन्थ्यो भने फेरि एकदम हुन्थ्यो नि, यो दुःख लाग्थ्यो नि। यसरी पनि कति गर्नु
खाली शुक्ला एन्ड बौद्ध काली एक सेट लिन सफल। ठ्याक्कै यहाँ के भयो त्यहाँ लाइभ निपै नै रोचक खेल चेन्ज गरिहालेँ।
बहुचर्चित व्यक्तित्व विष्णु खत्री त्यस्तै गरी मण्डलमा टेन्ट पुग्ने बसेर सहयोग गर्न निम्ति अनुरोध गर्दछु। शुक्ला गण्डकी नदीको किनारमा 14औं संस्करणसम्म सञ्चालित यस महोत्सव आज 3 बजे गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालज्यूको प्रमुख आतिथ्यतामा हामी समापन सत्रलाई जोड्दैछौँ। यसर्थ पनि सामाजिक व्यक्तित्व जनप्रतिनिधिज्यूहरू त्यही हामी आसन ग्रहण गराउँदैछौँ। सर्वप्रथम यस कार्यक्रमको मूल संयोजक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष आदरणीय समुद्र राम श्रेष्ठज्यूलाई मञ्चमा आसन ग्रहणका निम्ति हार्दिक निवेदन गर्दछु। त्यसै गरी महोत्सवका निर्देशक निवर्तमान अध्यक्ष विमल प्रसाद नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष आदरणीय सुमन सापकोटाज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। व्यवस्थापन संयोजक एवं वाणिज्य संघकै उपाध्यक्ष हुनुहुन्छ आदरणीय प्रकाश थापाज्यू, यहाँलाई पनि स्टेजमा आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। त्यसै गरी सचिवालय व्यवस्थापन तथा प्रवर्तकीय सरकार संयोजक एवं संस्थाको सङ्घकै उपमहासचिव दुर्सरा श्रेष्ठज्यूलाई मञ्चमा आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। सभापतीय दर्शक महानुभावहरू, आज यो महोत्सवको अर्को विशेषता पुरुष भलिबलतर्फ बौद्धिकालिक क्लब त्यसै गरी शुक्ला गण्डकी नगरपालिका बीच यो फाइनल प्रतिस्पर्धा महानुभावहरू, भलिबल प्रेमी दर्शक महानुभावहरू, भलिबलको हामी समुदायका बच्चाले कुमार नृत्यलाई समेत हामी यहाँ जोड्नेछौँ। सँगसँगै अतिथि कलाकारहरूको विशिष्ट एवं खेलकुद व्यवस्थापन संयोजक अमृत घिमिरेज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। त्यस्तै गरी कार्य समिति सदस्य नगर कार्य समिति सदस्य एवं सरसफाई व्यवस्थापन संयोजक अर्जुन सापकोटाज्यू यहाँलाई पनि आसन ग्रहणका निम्ति निवेदन छ। त्यस्तै गरी कार्य समिति सदस्य सन्तोष कुमार श्रेष्ठज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। कार्य समिति सदस्य एवं संयोजक प्रमोद कुमार श्रेष्ठज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध छ। त्यसै अनुरोध छ मञ्च व्यवस्थापन तथा स्टेज सजावट संयोजक एवं कार्य समिति सदस्य जोशीला थापाज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछौँ। त्यसै गरी कृषि प्रदर्शन व्यवस्थापन संयोजक एवं कार्य समिति सदस्य वसुन्धरा श्रेष्ठज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध छ। संस्था समन्वय संयोजक एवं कार्य समिति सदस्य पार्वती पौडेलज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध छ। त्यसै गरी प्रायोजन संयोजक कार्य समिति सदस्य बहादुर थापाज्यूलाई मनोनीत कार्य समिति सदस्य आदिवासी जनजाति समन्वय संयोजक तुलसी कुमारी श्रेष्ठज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध छ। सभापति महिला उद्योगी विकास समितिका सभापति एवं महिला उद्योगी शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका सभापति भारती सहितज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु।
संयोजक रविन्द्रराज पौडेलज्यूलाई आसन गर्नुहोस्। यस्तै सुरेन्द्र श्रेष्ठ विद्युत तथा साउन्ड सिस्टम व्यवस्थापन संयोजक समितिलाई आसन गर्ने निम्ति अनुरोध छ। अनिल थापा टिकट व्यवस्थापन संयोजक 5 नम्बर वडाका सभापति हुनुहुन्छ सुरेन्द्र कुमार काम गर्दछु। यस्तै गरी विभिन्न उपसमितिमा रहेर कार्य संयोजक अश्विन कुमार श्रेष्ठज्यूलाई आसन गर्ने निम्ति अनुरोध छ। मूल्याङ्कन उपसमिति कृषि तथा घरेलु सुदीप खिराचन यहाँलाई पनि अतिथिको आसन गरेका निम्ति मूल्याङ्कन उपसमिति झाँकीका संयोजक ऋषि बहादुर बस्नेतज्यूलाई आसन गरेका निम्ति अनुरोध छ। विनोद कुमार मल्ल मूल्याङ्कन उपसमिति स्थल तर्फबाट यहाँलाई पनि आसन गरेका निम्ति अनुरोध गर्दछु। पूर्व बहादुर गायस सांस्कृतिक कार्यक्रम संयोजक हुनुहुन्छ यहाँलाई पनि आसन गरेका निम्ति अनुरोध छ। उद्योग व्यवसाय समन्वय संयोजक गङ्गाराम श्रेष्ठज्यूलाई आसन गरेका निम्ति अनुरोध छ। नगर सदस्य परिचय पत्र शुक्ल गण्डकीले 2 सेट लिन सफल भइसकेको छ। यातायात व्यवस्थापन संयोजक देवेन्द्र ढुङ्गाराज्यूलाई आजकल स्थानीय नृत्य संयोजक सुप्रसाद श्रेष्ठ छ यहाँले मजा सम्पर्क गर्नका निम्ति अनिल थापा झाँकी व्यवस्थापन वडा नम्बर 1 र 2 कुमारी थापा झाँकी व्यवस्थापन वडा नम्बर 3 संयोजक रीता कुमारी श्रेष्ठ झाँकी व्यवस्थापन वडा नम्बर 4 संयोजक शान्ति भण्डारी झाँकी व्यवस्थापन वडा नम्बर 8 संयोजक विनीता अधिकारी झाँकी व्यवस्थापन वडा नम्बर 9 संयोजक राजकुमार खड्का झाँकी व्यवस्थापन वडा नम्बर 10 र 11 संयोजक सपना पराजुली झाँकी व्यवस्थापन वडा संयोजक वडा नम्बर 2 बाट हुनुहुन्छ यहाँलाई पनि आसन गरेका निम्ति अनुरोध छ। उपेन्द्रलाल श्रेष्ठ सशुल्क व्यक्तित्वहरू जसका कार्य सम्पादनका कारण आज महोत्सव सफल रूपमा समापनको दिनसम्म आइपुगेको छ। यसर्थ सबै उपसमितिका संयोजक निर्देशन समितिमा रहनुहुने सम्पूर्ण पदाधिकारीज्यूहरू नगर पार्टी सरकार पक्षमा पदाधिकारीज्यूहरू सम्पूर्णलाई जोडी जोरदार तालीले सम्मान अर्पण गर्न अनुरोध गर्दछु। सँगसँगै राजेन्द्र पौडेल स्थल व्यवस्थापन उपसमितिको सदस्य हुनुहुन्छ यहाँलाई पनि आसन गरेका निम्ति अनुरोध छ। विमल मारिया क्षेत्रीय सदस्य स्थल व्यवस्थापन उपेन्द्र पौडेल विकास सदस्य विद्युत तथा साउन्ड सिस्टम व्यवस्थापन त्यस्तै गरी जितेन्द्र श्रेष्ठ सदस्य विद्युत तथा साउन्ड सिस्टम व्यवस्थापन सुनिल खनाल सदस्य समिति परिचालक वडा नम्बर 1 र 2 लक्ष्मी खनाल सदस्य विकास समिति परिचालक वडा नम्बर 1 र 2 त्यस्तै गरी विनीता विका सदस्य विकास समिति परिचालक वडा नम्बर 3 वडा नम्बर 2 सदस्य विकास समिति परिचालक 3 त्यस्तै गरी धर्मराज पोखरेल विनोद सदस्य विकास संस्था वडा नम्बर 4 बहादुर खाती सदस्य विकास समिति परिचालक वडा नम्बर 4 बलराम राणा ढकाल सदस्य विकास समिति परिचालक वडा नम्बर 5 केशवती श्रेष्ठ सदस्य वडा नम्बर 5 अप्सरा श्रेष्ठ सदस्य वडा नम्बर 6 माया राणा सदस्य वडा नम्बर 7 पार्वती थापा वडा नम्बर 8 मिलन खनाल लामगाले वडा नम्बर 10 त्यसै गरी प्रतिमा झिमिरे सदस्य झाँकी व्यवस्थापन 1 र 2 विनोद ढुङ्गाना सदस्य झाँकी व्यवस्थापन 1 र 2 भगवती पौडेल झाँकी व्यवस्थापन वडा नम्बर 3 शोभा भण्डारी सदस्य झाँकी व्यवस्थापन वडा नम्बर 3 पूर्ण कुमार श्रेष्ठ सदस्य झाँकी व्यवस्थापन वडा नम्बर 4 लोकबहादुर श्रेष्ठ झाँकी व्यवस्थापन वडा नम्बर 4 सन्दना राज भण्डारी झाँकी व्यवस्थापन वडा नम्बर 4 गर्दछु। सँगसँगै सूर्य कुमार श्रेष्ठ झाँकी व्यवस्थापन वडा नम्बर 5 दिल कुमार श्रेष्ठ झाँकी व्यवस्थापन वडा नम्बर 6 कमल भाग्य झाँकी व्यवस्थापन सदस्य वडा नम्बर 6 दासुनाथ ढकाल सदस्य झाँकी व्यवस्थापन वडा नम्बर 8 रामजी कार्की सदस्य झाँकी व्यवस्थापन वडा नम्बर 8 मुना मल्ल झाँकी व्यवस्थापन वडा नम्बर 9 पविना लाङ्गाले सदस्य झाँकी व्यवस्थापन वडा नम्बर 9 सूर्य निकाल सदस्य सशुल्क पास व्यवस्थापन वडा नम्बर 2 अनिल गुप्ता सदस्य सशुल्क पास व्यवस्थापन वडा नम्बर 4 रिको अधिकारी सदस्य सशुल्क पास
सदस्य पश्चिम खण्ड न्याय व्यवस्थापनको हुनुहुन्छ मायादेवी पौडेल, मिलन पौडेल, धनबहादुर खड्गी, यहाँलाई पनि आशीर्वादका निम्ति हार्दिक हार्दिक अनुरोध गर्दछु। सभापति दर्शकहरू, आज तत्पश्चात गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालज्यूको सञ्चालन गर्दछौँ। राष्ट्रपति समर्पित गीतलाई जोड्दैछु। त्योभन्दा पूर्वमा एकैछिन मौसमका शासनमा ल्याइ पुर्याउनका निम्ति जसलाई मुख्य प्रायोजक गर्नुभएको छ राष्ट्रिय वाणिज्य बैंक, त्यस्तै गरी राज्य हार्डवेयर सेन्टर प्रणाली, स्थानीय यातायात प्रणाली भइबको प्रायोजन गर्नुभएको छ। सहीको सगरमा सोलर फन्ड प्रणाली, त्यस्तै गरी अटल बैंक प्रायोजक आशा गुजर बैंक लिमिटेड प्रतियोगिता 3 तारा केबल नेटवर्क प्रणाली इन्टरनेट प्रायोजक नेपाल बैंक लिमिटेड, त्यसै गरी प्रायोजक सारस बेभरेज प्रणाली, त्यसै गरी रूपान्तर कृषि बचत तथा ऋण सहकारी संस्था आयोजना हुनुहुन्छ। यो जानको आफ्नै बैंक, नेपालको सबैभन्दा ठुलो बैंक, त्यसै गरी प्रायोजकमा गोर्खा प्रहरी, विमल हार्डवेयर, स्थानीय श्री स्थानीय लगायतका सम्पूर्ण प्रायोजकहरूलाई हार्दिक हार्दिक सम्मान धन्यवाद गर्दै यति बेला विश्वकुमार बुढा परिवारलाई गुमाएको भन्न सक्नुहुन्छ। सबैको ताली जाओस्। कलाकारहरू यहाँले उपस्थित गराउनुभयो र यो महोत्सवलाई आजसम्म यहाँले अत्यन्त हर्षोल्लासका साथ आज सम्पन्न गरिरहेको छ र सम्मान छ। चान्स बोल यार। आएका छौँ सम्मान व्यक्त गर्दै सम्पूर्ण दर्शकहरूलाई जसले आजसम्म महोत्सव हो र आगामी दिनमा पनि यसरी नै हर्षोल्लासका साथ भन्दै भाइले मोबाइल लिन आउनु होला। म एउटा देशभक्ति गीत गाउँछु। स्वर्गीय नारायण गोपाल निर्वाचार्यले सबैलाई देशभक्ति गीत गाउँछु। स्वीकार गर्न चाहन्छु।
बल्ल आउट गएको थियो नै प्रतिस्पर्धात्मक खेल भइरहेको छ गाइज।
पार्ट लिन सफल भएको छ। निकै नै रोमान्टिक रूपमा गेम सञ्चालन भइरहेको छ, हेर्न सक्नुहुन्छ। सबै रूपमा गेम प्रदर्शन भइरहेको छ। पावन शुक्ल गण्डकीको किनारमा भोर भराई, त्यसै गरी भुजीकोट, रजस्थल, लगायतका लामा गाउँ सामुदायिक क्षेत्र एवं विशिष्ट धार्मिक एवं पर्यटकीय क्षेत्र यस विशिष्टतालाई पनि अझ विशिष्टता बनाउनका निम्ति पाल्न हुने शुक्ला गण्डकी महोत्सवलाई यहाँसम्म ल्याइदिनका निम्ति सम्पूर्ण भगवान समाजको एउटा मारुनी नृत्यलाई जोड्दैछु। कलाकार मित्रहरू नृत्य गर्नका निम्ति अगाडि स्टेजमा आमन्त्रण गर्दैछु। समाजका यो मारुनी नृत्य प्रस्तुत गर्नका निम्ति यहाँलाई सङ्घलाई यहाँसम्म ल्याउनका निम्ति आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्न हुने विशिष्ट व्यक्तित्वहरू संस्थापक अध्यक्ष आदरणीय वसन्त भ्रातज्यू यहाँलाई ससम्मान स्टेजमा आफूलाई जस्तै गरी संस्थापक अध्यक्ष राष्ट्रको सल्लाहकार नागरिक पार्टीका सल्लाहकार समेत हुनुहुन्छ। उहाँहरू सबैलाई ससम्मान स्टेजमा आई अतिथिको आसन ग्रहण गर्नका निम्ति अनुरोध गर्दछु। यसमा अन्तर्गत संरक्षण
बौद्धिकाली त्यस्तै गरी शुक्ला गण्डकी नगरपालिका बीच वायु प्रतिस्पर्धा जारी छ। हाम्रो नगर प्रमुख उपप्रमुख लगायत विभिन्न वडाका वडाध्यक्षज्यूहरू सम्मानित व्यक्तित्वहरू खेलमा अवलोकन गर्दै हुनुहुन्छ। यतिबेला यहाँहरूको जोरदार ताली जाओस्। सरस्वती सारुज्यूको आगमन भइसकेको छ, स्टेजमा स्टेज चढ्नु भएको छ। केही बेरमा हामी यहाँहरूको प्रस्तुति गर्नेछौँ। यो सँगसँगै स्टेजमा विष्णु खत्रीलाई आमन्त्रण गर्नेछौँ। त्योभन्दा पूर्व विद्यालय स्तरीय तथा एकल नृत्य प्रतियोगिताका निर्णायक संयोजक भई कार्य सम्मान गर्नुहुने विशिष्ट व्यक्तित्व उत्कृष्ट हुने नृत्यहरू प्रस्तुत गर्नेछौँ। यसरी हाम्रो समारोह सत्रमा उक्त नृत्यको घोषणा नतिजा घोषणा गर्नेछौँ। सँगसँगै आफ्नो वर्ग नृत्यमा अनुरोध गर्न चाहन्छु भूतपूर्व टोली गायिका लाली थापाज्यूको आफ्नो हार्दिक सम्मान छ, हार्दिक स्वागत छ कार्यक्रममा। र सँगसँगै एउटा छोटो फाइनली बौद्ध कालिका जित्न सफल।